नमस्कार, हार्दिक स्वागत छ। लामो समय पछाडि फेरि ब्लगमा जोडिएको छु। आज विशेष पाहुना हामी रोल्पाली बड्डासँग भेट भएको छौँ है। हाम्रो ठेट भाषा चल्छ रोल्पाली बड्डा। फेरि माया गरिदिनु भएको छ, फेरि पहिले जस्तै माया गरिदिनु होला। स्वागत छ। नमस्कार है। मेरो के रोल्पाली बड्डाले चाहिँ सबभन्दा पहिला चाहिँ अङ्गाल हाल्छु। तलबाट अङ्गाल हाल्दाखेरि चाहिँ धेरै होचो भएर म चाहिँ माथि अग्लोमा आएको छु होइन। मेरो पनि तपाईँहरू सबैलाई नमस्कार छ होइन। आज उहाँको पहिलोपल्ट भ्लगमा जोडिनु पाएको छ, एकदम खुसी लागेको छ। अनि म चाहिँ नवीन्द्र भन्ने है त। आज हामी एकदम खुसी छौँ। यो चाहिँ रोल्पाको के अरे घरती गाउँ पाछाको लामो झोलुङ्गे पुल भन्दा पनि लामो हामी होइन झोलुङ्गे पुलमा आएका छौँ। झोलुङ्गे पुलमा झुलुङ्गा खेल्नै पर्ने हुन्छ होइन राजा। धेरै लामो अनि धेरै अग्लो पनि धेरै अग्लो छ है। म जस्तो चाहिँ के हो लाइट छ होला, देखिन्छ पुल देखिन्छ। म जस्तै लामो छ त राजा, तपाईँभन्दा पनि झन् लामो छ। अनि हाम्रो राजा चाहिँ एकदम टिकटक मोटो चाहिँ म जतिको छ होइन, मोटाइ चाहिँ ठाडो चाहिँ तपाईँ जतिको, मतलब अग्लो भने के टिकटक भाइरल राजा हुनुहुन्छ उहाँ नवीन्द्र भण्डारीजी। सबैजनाले चिनिसक्नु भएको छ। अब हामी सधैँभरि इन्टरटेनमेन्ट भिडियो लिएर आउने गर्दछौँ। अनि तपाईँहरूले पनि कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला, लाइक सेयर सब्सक्राइब गर्नु पनि नबिर्सिनु होइन राजा। एकदम लाइक कमेन्ट होइन, सब्सक्राइब होइन एकदमै। अनि कस्तो गरे हुन्छ जस्तो छ त्यस्तो गरे प्रतिक्रिया पनि दिनु पऱ्यो है त फेरि। अनि नत्र फेरि त्यो लामो र ठाडो पुल हेर्नु पाउनुहुन्न नि। सबै तेर्सो पऱ्यो हेर्नु होला फेरि। यस्तो जाडोमा पनि घाममा तताइकन आएको छौँ हामीहरू टाढैबाट आएको छौँ हामी। अनि सबैले है अनि गालामा ओठमा चुप्पा खानु पर्दैन, मात्र भिडियोलाई चाहिँ चुप्पा गरिदिनु होला कि माया गरिदिनु होला। ल साथीहरू फेरि हामी देखाउने छौँ। पहिलालाई यति नै। हाम्रो टिकटक बनाउने कार्यक्रम चलिरहेको छ। राजाको रोल्पाली किङ ल हेर्नुहोस् है, यहाँ यो रेलसेल कता हो राजा, कता हो यता हो ए इधर इधर इधर। ल राजाको इन्ट्री हुँदैछ है, एक्सन। 3, 2, 1 ल हेर्नु राजाको इन्ट्री कसरी हुन्छ। राजा बल्छ अरे बल्ल बल्ल आधी है। ल हेर्नुहोस् एक्सन कडा छ। राजा भनेको राजा हुन्। माल सिद्धिएछ राजा, माल सिद्धि त बर्बाद हुने हो त।